गरिकन भिडियोको सुरुवातमै तपाईहरुको लागि यो भ्यान चाहिँ बिक्रीमा आइसकेको छ। यो चाहिँ मन्टेश्वरीको लागि। यदि तपाईहरु मन्टेश्वरीको लागि गाडी खोज्दै हुनुहुन्छ अथवा सस्तो मूल्यमा धेरै जना परिवार अट्ने खालको गाडीको खोजिमा हुनुहुन्छ भने यो गाडी तपाईहरुको लागि हुन सक्छ। यो चाहिँ गरिखानको लागि पनि हुन्छ, सबैको लागि हुन्छ। नाम चाहिँ एक, काम चाहिँ अनेक भने जस्तै मारुतिको ओम्नी भ्यान 2010 मोडलको रहेको छ भने गाडी एकदमै राम्रो छ। सफा गर्न चाहिँ भ्याएको छैन, गाडी यसपालि धेरै छ। त्यो भएको कारणले गर्दाखेरि 10 मोडलको गाडीको मूल्य जम्मा 6 लाख रुपैयाँ मात्रै राखेको छु भने 6 लाख रुपैयाँ पनि डिस्काउन्ट भइहाल्छ। हजुर, यो चाहिँ यो पनि 2007 मोडलको मारुति ओम्नी भ्यान। गाडी मोडल अलि पुरानो भए पनि गाडी चाहिँ एकदमै नयाँ जस्तै कन्डिसनमा रहेको छ। 7 मोडलको ओम्नी भ्यान मात्र 5,25,000 मा। त्यसै गरी छानी रोजी सुजुकी ब्रान्डको गाडी एउटा दुईटा तीनटा देख्दा छ सर। हजुर सर, भनिदिनुस् न यो रातो देख्ने सुरुवात हो। यो चाहिँ इग्निस 2002 मोडलको। यो चाहिँ फुल्ली लोडेड हो। डबल एयर ब्याग, पावर स्टियरिङ, पावर विन्डो, एसी, हिटर सबै अप्सन भएको गाडी। यो चाहिँ जिप टाइपमा पनि छ हैन। जिप टाइपको गाडी, सस्तो मूल्यको गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी तपाईहरुको लागि एकदमै राम्रो हुन सक्छ। जम्मा कतिमा? जम्मा 6,50,000 मा आयो यो गाडी। मात्र 6,50,000 मा आयो। मात्र 6,50,000 मा फुल अप्सनको त्यो पनि जिप टाइपमा। र त्यस्तै गरी फेरि पनि हामी देख्न सक्छौं सुजुकी ब्रान्डकै गाडी है सर। यो चाहिँ बजारमा अत्याधिक डिमान्ड भएको यो पनि K10 अल्टो मारुतिको 2014 मोडलको। यसको चाहिँ 1000 सीसी को पेट्रोल इन्जिन हुन्छ भने जसको कारणले गर्दाखेरि माइलेज अत्याधिक दिन्छ। माइलेज धेरै दिने, पार्ट्सहरु सस्तो पाइने, ठुलो मोडलको कम रेटको चाहिँ गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी तपाईहरुको लागि एकदमै राम्रो हुन सक्छ। 14 मोडलको गाडी, मूल्य धेरै छैन, जम्मा 12,75,000 मा यो गाडी आयो। त्यसै गरी फेरि पनि देख्न सक्छौं अर्को छ है सुजुकी ब्रान्ड। धेरै जस्तोले चाहिँ सिंगल ह्यान्ड रुजाउनु हुन्छ। त्यो भएको कारणले गर्दाखेरि यो गाडी सिंगल ह्यान्ड गाडी तपाईहरुले खोज्दै हुनुहुन्छ भने सिंगल ह्यान्ड गाडी चाहिँ बिक्रीमा आएको छ हामीसँग। यो 2014 मोडलको मारुतिको अल्टो LXi सिल्भर कलरमा रहेको छ भने यसको अप्सन चाहिँ पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर सबै हुन्छ। गाडी एकदमै राम्रो छ। जम्मा 44,000 मात्रै किलोमिटर गुडेको छ भने ओरिजिनल कलरमा रहेको छ। यो गाडीको मूल्य चाहिँ जम्मा 12,50,000 मात्रै राखेको छु। र त्यस्तै गरी सुजुकी ब्रान्ड मात्रै नभएर अर्को ब्रान्डको देख्छु छ, अमेरिकन ब्रान्डको छ। हजुर, यो चेभ्रोलेटको स्पार्क। यो चाहिँ फुल अप्सनको गाडी। फुल अप्सनको गाडी सस्तो मूल्यमा फुल अप्सनको गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी आएको छ तपाईहरुको लागि। यो पनि जम्मा 2 जनाको मात्रै नाममा भएको छ भने गाडी अत्याधिक राम्रो छ। ओरिजिनल कलरमा रहेको छ भने 2008 मोडलको। यसको मूल्य चाहिँ मात्र 5,75,000 मात्रै राखेको छु। मात्र 5,75,000 मा आयो सर। त्यो पनि 2 जनाको नाममा भएको गाडी, एकदम राम्रो ओरिजिनल कलरमा अहिलेसम्म फुल अप्सनको गाडी। इन्जिन, गियरबक्स र एक्सिडेन्टको विषयमा थोरै प्रश्न गर्दिनु सर। इन्जिन, गियरबक्स सबै सिलब्याग हो हैन। एक्सिडेन्टको विषयमा नो डाउट 100% ग्यारेन्टी, अनि डिस्काउन्ट पनि भइहाल्छ। इन्जिनको पनि ग्यारेन्टी छ यसको। त्यसै गरी फेरि पनि देख्न सक्छौं सुजुकी ब्रान्डकै गाडी है सर। यो जेन हामीले चाहिँ मध्यम वर्गदेखि हाई लेभलको मान्छेहरूले चाहिँ लिने खालको गाडीहरू चाहिँ राखेको छु। त्यो मध्येमा यो चाहिँ सामान्य व्यक्तिले पनि लिन सक्ने कार रहेको छ। यो चाहिँ जेन कार मारुतिको 1000 सीसी को पेट्रोल इन्जिन हुन्छ। यसमा चाहिँ जाडो महिना पनि आउँदैछ। यसमा जाडो महिनाको लागि हिटरको पनि व्यवस्था रहेको छ भने सस्तो मूल्यमा एसी हिटर भएको गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी तपाईहरुको लागि बिक्रीमा आइसकेको छ। 2004 मोडलको। यो चाहिँ नयाँ सेपमा रहेको छ भने मूल्य चाहिँ मात्र 5,50,000 मात्रै राखेको छु। आज चाहिँ भर्सा अटोमोबाइल्समा सस्तो गाडी मात्रै नभएर लग्जरी गाडी पनि देख्छ है। महिन्द्राको थार हैन सर यो। यो थार मैले सधैँ चाहिँ भन्ने गरेको छु कि यो चाहिँ हिमालदेखि तिमालसम्म पहाड तराई जहाँ पनि जान मिल्ने एकदमै खतरा खालको गाडी, 4 व्हील गाडी चाहिँ खोज्दै हुनुहुन्छ भने यो महिन्द्राको थार चाहिँ बिक्रीमा आइसकेको छ। 2014 मोडलको। यो चाहिँ 2014 मोडलको थार। यसको मूल्य चाहिँ जम्मा 28 लाख रुपैयाँ राखेको छु। अगाडिको भिडियोमा पनि मैले यस्तै थार गाडी राखेको थियो, त्यो चाहिँ बिक्री भइसकेको थियो। धेरै जनाले चाहिँ थार गाडी चाहियो भनेर चाहिँ भनिराख्नु भएको थियो। उहाँहरूले अझै पनि किनिसक्नु भएको छैन। थार गाडी खोज्दै हुनुहुन्छ भने कहीँ जानु पर्दैन, भरोसामा आउनुस्। 28 लाख पनि म केही डिस्काउन्ट गरेर पठाइदिने छु। टायरहरू पनि सबै नयाँ नयाँ छ, पुरै मोडिफाई गरेको छ भने गाडी एकदम यस्तो A1 कन्डिसनमा छ। के छ सर थार गाडीको लागि फाइनान्सको सेवा सुविधा मिल्छ त? 40% सम्म हामीले डकुमेन्ट पुगेको खण्डमा सबै गाडीमा हामीले गर्न सकिन्छ। फेरि पनि सुजुकी ब्रान्डकै गाडी देख्छु है सर। स्विफ्ट डिजायर। यो चाहिँ
2009 मोडलको रहेको छ भने यो चाहिँ VXI मा रहेको छ। यसको अप्सनको कुरा गर्नु पर्दाखेरि चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर, ब्याक क्यामेरा सबै छ। यो येल्लो व्हिल पनि एड गरेको छ यसमा। येल्लो व्हिल कम्पनीबाट चाहिँ आउँदैन, हामीले ल्याएर हालेको छौँ। यो टायरहरू पनि सबै नयाँ नयाँ छ। गाडी एकदम राम्रो कन्डिसनमा छ। यसको मूल्य चाहिँ कति होला थाहै होला हैन? थाहा छैन भने म भनिदिन्छु। यसको मूल्य जम्मा 12 लाख रुपियाँ राखेको छु। 12 लाखमा पनि डिस्काउन्ट भइहाल्छ। त्यस्तै गरी अब हामी Hyundai ब्रान्डको गाडी छानी रोजी देख्दैछौँ है सर। एउटा, दुईटा, तीनटा देखिरहेको छ। हजुर, यो सेन्ट्रो 2008 मोडलको यो चाहिँ सेमी अप्सनमा रहेको छ भने यसको मूल्य चाहिँ जम्मा 9,75,000 राखेको छु। त्यस्तै गरी फेरि पनि अर्को सेन्ट्रो देख्छौँ सर हामीले। यो चाहिँ बागमती प्रदेश 28 लटमा छ। लट पनि ठुलो, मोडल पनि ठुलो, पैसा चाहिँ एकदमै कम। फेरि पैसा चाहिँ एकदम कम। 2012 मोडलको सेन्ट्रो यो चाहिँ सेमी अप्सनमा हुन्छ। यो न्यू सेपमा यसको मूल्य चाहिँ कति छ भन्नुहुन्छ भने जम्मा 12,50,000 मात्रै राखेको छु। 12,50,000 मा आयो। त्यसमा पनि यो भिडियो हेरेर आउनेको लागि चाहिँ एकदमै भारी डिस्काउन्ट गरेर पठाइदिन्छु। तपाईँले सोचेको भन्दा कम मूल्यमा पाउनुहुन्छ यो गाडी। त्यस्तै गरी फेरि पनि देख्न सक्छौँ Hyundai ब्रान्ड के छ, मोडल अप्सन र प्राइस के छ? 2004 मोडलको, मोडल 4 भए पनि कन्डिसन चाहिँ नयाँ जस्तै छ। यो चाहिँ फुल अप्सनमा रहेको छ भने यसको मूल्य जम्मा 8,25,000 राखेको छु सर। त्यस्तै गरी अब फेरि पनि देख्न सक्छौँ सुजुकी ब्रान्डकै गाडी छ। अल्टो सबैले रुचाएको, लाइसेन्स भर्खर मात्रै लिइराख्नु भएको छ अथवा सिक्नको लागि चाहियो, सिकाउनलाई चाहियो, अथवा कम आम्दानी भएको मान्छेले पनि गाडी खोज्दै हुनुहुन्छ अथवा गाडी पाल्नलाई गाह्रो होला कि भनेर सोध्दै हुनुहुन्छ भने केही गाह्रो हुने छैन। यो गाडी पाल्नको लागि चाहिँ 2008 मोडलको अल्टो 800 सीसी को पेट्रोल इन्जिन हुन्छ, जसको कारणले गर्दा माइलेज पनि अत्याधिक दिने, पार्ट्सहरू पनि सस्तो पाइने। यो गाडीको मूल्य धेरै छैन। 8 मोडलको जम्मा 7,50,000 मात्रै। र आज मैले भरोसा अटोमोबाइल्समा धेरै जस्तो सुजुकी ब्रान्डको गाडी देख्दैछु सर, भनिदिनुहोस् न। सुजुकी मात्रै होइन, अरू पनि थुप्रै गाडीहरू छ। मर्मत भइरहेको छ कुनै गाडीहरू चाहिँ, कुनै हाम्रो अर्को अफिसमा पनि छ। सबै गाडी म देखाइदिन्छु। अरू कम्पनीहरू पनि धेरै नै छ। र अरू रिकन्डिसन भन्दा यहाँ चाहिँ मूल्यमा अलिकति कमै देखिरहेको छ सर, किन होला सर? मूल्य एकदमै कम छ। हामीले चाहिँ यो बजार कम्पिटिसनलाई मध्यनजर गर्दै सबै मान्छेले चाहिँ आफूले चाहेको जस्तो गाडी चाहिँ चढ्न सकोस् भन्ने उद्देश्यले हामीले कम मूल्य राख्छौँ। त्यो पनि सबै गाडीहरू चाहिँ हामीले मेन्टेनेन्स गरेर चाहिँ राखेको हुन्छ सर। त्यसको लागि ढुक्क भइन्छ। एकदमै भरोसा भनेपछि जस्तो नाम उस्तै काम। र त्यस्तै गरी अनलाइनको सेवा सुविधा पनि छ है सर? अनलाइन तपाईँहरूले मेरो पर्सनल टिकटक आइडीबाट, फेसबुक पेजबाट, विभिन्न अनलाइन माध्यमहरूबाट, मार्केट प्लेसतिर सबैतिर चाहिँ तपाईँहरूले सर्च गर्नु भने भरोसा अटोमोबाइल चाहिँ छ्यासी देख्न सक्नुहुनेछ। एकदमै मिलाएर यहाँ आउनु हो भने गाडी लिन भनेर तपाईँ एकदम प्रिपेयर भएर आउनुभयो भने खाली हात फर्केर जानुपर्ने छैन। एकदम मिलाएर पाउनुहुनेछ। पैसा कस्टमरको, गाडी अवसरको। एकदमै हो सर। देख्न सक्छौँ Hyundai ब्रान्डकै गाडी छ यहाँ। यो गाडी चाहिँ हामीले आर्थिक वर्षमा चाहिँ यस्तै खालको गाडी चाहिँ 5वटा गाडी बेच्न सफल भएको गाडी फेरि पनि तपाईँहरूको माझमा आइसकेको छ। Hyundai को E1 2013 मोडलको इरा प्लस हो। यसको अप्सनको कुरा गर्नु पर्दाखेरि पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटर सबै छ। गाडी एकदमै A1 कन्डिसनमा छ, सबै बनाएर राखेको छ। यो चाहिँ 800 सीसी को पेट्रोल इन्जिन हुन्छ यसमा, जसको कारणले गर्दाखेरि माइलेज चाहिँ एकदमै धेरै दिन्छ। अरू गाडीको तुलनामा चाहिँ धेरै दिन्छ। पार्ट्सहरू पनि सस्तो पाइन्छ, जताततै पाइन्छ। हेर्नुहोस्, यसको मूल्य पनि धेरै छैन। जम्मा 10,75,000 मात्रै राखेको छु भने 10,75,000 मा डिस्काउन्ट हुन्छ, फाइनान्स पनि भइहाल्छ। ल 1 2 3 अमन सर ढिला आयो, कडायो र नेपाली मार्केटमा लोकप्रिय गाडी भनिन्छ यसलाई। एकदमै यो गाडी चाहिँ हामीले किन ल्याएको भन्नुहुन्छ भने अरू बेला चाहिँ भरोसाले सानो सानो गाडी मात्रै ल्यायो भन्नुहुन्थ्यो। त्यही भएको कारणले गर्दाखेरि हामीले चाहिँ सानो मात्रै होइन, बजारको डिमान्डलाई चाहिँ हामीले मध्यनजर गर्दै यसपालि चाहिँ धेरैजनाले चाहिँ यस्तो खालको गाडी डिमान्ड गरेको हुनाले यो गाडी ल्याएको छ। Hyundai को क्रेटा 2021 मोडलको XX मा रहेको छ भने यसको अप्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ सनरुफ, मनरुफ, डबल एयरब्याग, ब्याक क्यामेरा, अटो एसी, हिटर, येल्लो व्हिल, टच स्क्रिन LCD लगायत सबै छ। गाडीमा हुनुपर्ने फिचरहरू सबै छ भने गाडी एकदमै राम्रो छ। 48,000 मात्रै जेन्युन किलोमिटर गुडेको छ अहिलेसम्म। ओरिजिनल पेनमा रहेको छ भने यो गाडीको मूल्य चाहिँ कति होला हैन? यो अलिकति हाई लेभलको मान्छेले चाहिँ चढ्ने गाडी हो। यो गाडीको मूल्य चाहिँ धेरै त नभनौँ, जम्मा आधी बोरा मात्रै पर्छ यसको। मात्र आधी बोरा भनेपछि
50 लाखमा 3 लाख थपेपछि जम्मा 53 लाखमा चाहिँ यो गाडी आएको छ। र त्यस्तै गरी कस्टमरसँग भएको 3 लाखको गाडी ल्याएर छोड्दै पनि भयो। एकदमै 3 लाखको गाडी ल्याएर छोडे पनि भयो। बाइक स्कुटरसँग एक्सचेन्ज गर्न पनि सक्नुहुनेछ। यदि तपाईँहरू उपत्यकाभित्र यो गाडी बराबरको जग्गा छ भने जग्गासँग एक्सचेन्ज पनि हुन्छ। फाइनेन्स चाहियो भने तपाईँहरूलाई 40% फाइनेन्स पनि हुन्छ। हेर्नुहोस् त कति सजिलो गाडी चढ्नलाई, पहिला जस्तो छैन होइन। 40% फाइनेन्स पनि हुन्छ। ल कडा भयो। आउनु सर आउनु। अमन सर हामीसँग भएका विभिन्न ब्रान्डका गाडीहरू त तपाईँले देखाइसक्नुभयो। यदि कस्टमरहरू टेस्ट ड्राइभ गर्न चाहेमा अथवा गाडी खरिद गर्नै चाहेमा हजुरहरूको प्लिज लोकेसन र कन्ट्याक्ट नम्बर भनिदिनुहोस् न। हाम्रो चाहिँ यो काठमाडौँ र भक्तपुरको सिमानामा टिकथली जाने बाटोमा पर्छ। यदि तपाईँहरू भक्तपुरबाट आउँदै हुनुहुन्छ भने जरीबुटी चोक पुग्नु परेन। मनर पुल वारीबाट 200 मिटर भित्र जति लेफ्ट साइडमा टिकथली जाने बाटोमा छिर्नुपर्ने हुन्छ। अनि 200 मिटर भित्र आइसकेपछि हजुरले भरोसा अटोमल देख्न सक्नुहुन्छ। यदि हजुर काठमाडौँबाट आउँदै हुनुहुन्छ भने जरीबुटी चोक आइपुग्नुहोस्। अनि त्यहाँबाट चाहिँ अरनीको हाइवे बनेपा धुलखेल जानेतिर आउनु। ठ्याक्कै पुल तरेपछि मनर पुल तरेपछि चाहिँ दाहिनेपट्टि साइडमा 200 मिटर जति भित्र आउनुपर्ने हुन्छ। अनि तपाईँहरूलाई अझै कन्फ्युज भयो भने डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुनेछ। कन्ट्याक्ट नम्बर चाहिँ 9841 1090 96 98 512 41 795 मा चाहिँ यहाँहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। गुगल म्यापबाट पनि हेर्न सक्नुहुनेछ। विभिन्न सामाजिक सञ्जालबाट पनि तपाईँहरूले सजिलै तरिकाले चाहिँ हेर्न सक्नुहुनेछ। र यति मात्रै नभएर अरू पनि ब्रान्डको गाडी छ त सर हामीसँग? थुप्रै छ अरू पनि गाडीहरू म देखाउने छु। भएको उतापट्टि भएको गाडीहरू पनि देखाइदिनेछु। अनि स्टक गाडीहरू हामीसँग ग्रेन्ड i10 छ, अनि i20 एक्टिभ छ, इको भेन छ, स्कर्पियो छ होइन। धेरै नै गाडीहरू छ। यहाँ भएको गाडी देखाइहालेँ। अरू पनि गाडी म देखाउने कोसिस गर्दैछु, हेर्दै गर्नु होला। र काठमाडौँ, ललितपुर र भक्तपुरमा त सरले धेरै रिकन्डिसनहरू हामीले देख्ने गर्छौँ है। त्यसमा पनि भरोसा अटोमोबाइल्समा रिसेल भ्यालु र मूल्य पनि कम छ। कारण चाहिँ के हो सर? कारण चाहिँ के हो भने मैले अघि पनि भने गाडी चढ्ने सबैलाई रहर हुन्छ। सबैको रहरलाई चाहिँ हामीले मेटाउनको लागि चाहिँ हामीले कम मार्जिन राख्ने अनि धेरै बिक्री गर्ने मनसायले चाहिँ हामीले गाडी बिक्री गरेको हुनाले चाहिँ अलिक कम मूल्य राखेको छु। अनि त्यसपछि हामीले चाहिँ पुरै तपाईँहरूले बजारमा बुझ्नु होला होइन। एउटै मोडलको गाडी पनि कस्तो हुन्छ भने फल्ना ठाउँमा सस्तो पाउनुहुन्छ भन्नुभन्दा पनि तपाईँले यहाँ आएर हेर्नु भएपछि त्योभन्दा कम मूल्यमा चाहिँ कसरी पाउनुहुन्छ भने हामीले सबै बनाएर राखेको हुन्छ। जुन गाडी चाहिँ लगेर तपाईँले बनाउनु पर्ने अवस्था छैन। यदि मोडल बराबर चाहिँ अन्त कहीँ तपाईँले चाहिँ अब सस्तो गाडी पाउनु हो भने त्यसमा चाहिँ बनाउने खर्च चाहिँ धेरै लाग्यो भने त तपाईँहरूलाई त झन् महँगो पर्न जान्छ। त्यो भएको कारणले गर्दाखेरि हामीसँग आउनु हो भने तपाईँहरूले ढुक्कसँग चाहिँ गाडी लान सक्नुहुनेछ। केही खर्च हुने छैन हाम्रो गाडीहरूमा चाहिँ। र अन्त्यमा फेरि पनि सरले एकचोटि भनिदिनुहोस् हामीसँग भएका गाडीहरूको चाहिँ इन्जिनको अवस्था, गियरबक्सको अवस्था र एक्सिडेन्टको विषयमा स्पष्ट बनाइदिनु। एक्सिडेन्ट भएको छैन भन्ने कुरोमा त तपाईँहरूलाई 100% ग्यारेन्टी दिन्छु। अनि इन्जिन गियरबक्सहरूमा चाहिँ हामीले पनि किनेकै गाडी हो। त्यसमा चाहिँ अहिले हामीले बनाउनु पर्ने कुराहरू चाहिँ सबै बनाएर राखेको हुन्छ। बिचमा पनि कस्टमरले लगिसकेपछि पनि केही समस्या आयो भने त्यसमा हाम्रो कम्पनीबाट के कस्तो सुविधा दिनुपर्ने, उहाँलाई साझ वातावरण चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले त्यसमा गरेर दिन्छौँ। उहाँलाई केही अप्ठ्यारो नपर्ने हिसाबले चाहिँ हामीले गाडी पठाउनेछौँ। भन्नाले गाडी एक्चुअली हजुरका खरिद गरिसकेपछि कस्टमरलाई केही समस्या आयो भने फोनकै मार्फत तपाईँहरू गएर समस्याको समाधान गरिदिनुहुन्छ? हामी एकदमै त्यो गर्ने कोसिस गरिरहेको छु, गर्छौँ पनि। अनि तपाईँहरूले हामीसँग आउनु भएपछि चाहिँ गाडी एकदमै राम्रो राम्रो गाडी पाउनु सक्नुहुनेछ। तपाईँहरू आउनुहोस्, एकचोटि हामीलाई चाहिँ सेवा गर्ने मौका दिनु होला। भरोसा जस्तो नाम त्यस्तै काम हुन्छ। त्यसमा तपाईँहरू ढुक्क भएर चाहिँ आउन सक्नुहुनेछ। हुन्छ सर, हजुरको महत्त्वपूर्ण समय हाम्रो अटो बजारलाई दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। सुनिल सरलाई पनि यो हाम्रो भरोसाको विषयमा जानकारी दिने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि जतिजना यो भिडियो हेरिरहनु भएको दर्शकहरू हुनुहुन्छ उहाँहरूलाई पनि यो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई मेरो तर्फबाट, हाम्रो यस भरोसा अटोमल प्राली परिवारको तर्फबाट यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। आगामी भिडियोहरू पनि तपाईँहरूले हेर्दै गर्नुहोला। हस्, धन्यवाद। र त्यस्तै गरी यहाँ पनि मैले गाडी देख्दैछु र जापानिज ब्रान्डको होइन सर यो? हजुर, भनिदिनुहोस् न अप्सनल मोडल प्राइस। यो चाहिँ जापानिज टेरिस 4 व्हिल ड्राइभमा रहेको छ भने यसको अप्सन त पावर विन्डो, पावर सिङ, एसी, हिटर अनि अफरोडको लागि 4 व्हिल सबै भइहाल्यो। यो 2007 मोडलको रहेको छ भने गाडी एकदमै राम्रो छ। टायरहरू पनि सबै नयाँ नयाँ हालेको छ। यो नयाँ डेन्ट पेन्ट गरेको छ। गाडी राम्रो छ। अनि यसको मूल्यको कुरो गर्नुपर्दाखेरि जम्मा 19 लाख रुपियाँ राखेको छु। 19 लाख रुपियाँ पनि डिस्काउन्ट भइहाल्छ। 4 व्हिल गाडी
त्यो पनि जापानिज गाडी जम्मा 19 लाखमा आएको छ हजुर। र त्यस्तै गरी टाटा ब्रान्डको गाडी देख्दैछु है सर मैले त। हजुर टाटाको नेक्सन यो चाहिँ एक्सएममा रहेको छ भने 2018 मोडलको 18 मोडलको एसयुभी कम बजेटको गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी तपाईँहरूको लागि राम्रो हुनसक्छ। गाडी सिङ्गल ह्यान्ड ओरिजिनल कलरमा रहेको छ। यो चाहिँ एक्सएम भनेपछि यसको अप्सनको कुरा गर्नुपर्दाखेरि डबल एयरब्याग, पावर स्टियरिङ, पावर विन्डो, एसी, हिटर सबै छ। सिल्भर कलरमा रहेको छ भने चटक्क परेको छ गाडी पनि। टायरहरू सबै नयाँ नयाँ रहेको छ भने मूल्य कति? मूल्य धेरै छैन। यसको जम्मा 23 लाख रुपियाँ मात्रै कोट गरेको छौँ भने त्यसमा पनि डिस्काउन्ट भइहाल्छ अनि फाइनेन्स पनि भइहाल्छ तपाईँहरूलाई है। अब सर आज त सुजुकी ब्रान्डको गाडी त मैले धेरै देखिरहेको छु है सर। हजुर त्यसमा पनि अर्को कलरमा छ भनिदिनुहोस्, अप्सन चाहिँ कुन हो सर यो? यो एलएक्स है 2014 मोडलको। अघि मैले सिल्भर कलरको देखाएँ भने सिल्भर कलरको होइन, मलाई अर्को कलरको चाहियो भन्नुहुन्छ भने यो गाडी पनि हो तपाईँहरूको लागि। यो एलएक्स है 14 मोडलको। यसको अप्सन चाहिँ अगाडिपट्टि साइडमा पावर विन्डो आउँछ, पावर स्टियरिङ त नर्मली भइहाल्यो, एसी हिटर भइहाल्यो। यो पनि गाडी राम्रो छ। सबै टायरहरू पनि हामीले नयाँ नयाँ फेरेको, नयाँ टेन पेन अनि चिटिक्क डेकोरेसन पनि गरेको छ। खर्च 1 रुपियाँ यहाँले गर्नुपर्ने छैन भने यसको मूल्य पनि जम्मा 12,50,000 मात्रै राखेको छ। र त्यस्तै गरी फेरि पनि देख्न सक्छौँ अर्को ब्रान्डको अमेरिकन ब्रान्ड है सर। अमेरिकन ब्रान्डको सर यो चाहिँ यो फोर्डको फिगो जेडएक्स है। यसको अप्सनहरू सबै हुन्छ, पावर विन्डोहरू, एसीहरू, हिटर सबै हुन्छ। यो चाहिँ 2010 मोडलको रहेको छ भने यदि तपाईँहरू अमेरिकन ब्रान्डको सस्तो बजेटमा चाहिँ गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी तपाईँहरूलाई एकदम राम्रो हुनसक्छ। 10 मोडलको गाडी जम्मा 9 लाख रुपियाँमा आएको छ हजुर। ए भन्नाले अब मोडल भन्दा पनि कम मूल्यमा, मोडल भन्दा पनि कममा अझै पनि डिस्काउन्ट भइहाल्छ। र मैले यो आज स्कुटर बाइकहरू देखिरहेको छु, गाडीमा एक्सचेन्ज भएर आयो सर यो? यो सबै गाडीमा एक्सचेन्ज भएको। हामीले चाहिँ होलसेल मूल्यमै दिन्छौँ। धेरै जस्तो चाहिँ हामीले अरू रिकन्डिसनलाई पनि दिएको छौँ भने यदि तपाईँहरू बाइक स्कुटर खोज्दै हुनुहुन्छ भने आउनु होला। होलसेल मूल्यमा चाहिँ हजुरहरूले चाहिँ लान सक्नुहुनेछ। यिनीहरूको चाहिँ मैले रेट भनिराख्नु पर्ने जरुरत छैन होइन, यो एक्सचेन्जमा आएको हो। त्यसो भएको हुनाले यहीँ आउनुहोस्। तपाईँहरूले मन परेको कुनै बाइक स्कुटर छ भने यसो आँखा लाउनु होला, यहाँ आउनुहोस्। रेट त म एकदम मिलाएर पठाइदिइहाल्छु। र त्यसै गरी अलिकति पछाडि देखिरहेको छु मैले सिटर भ्यान है सर। अब सिटर भ्यानकै कुरा गरौँ न है सर। कति मोडलको सर यो सिटर भ्यान चाहिँ? यो चाहिँ इको भ्यान। मैले अरू बेला पनि भन्ने गरेको थिएँ, नाम चाहिँ एक, काम चाहिँ अनेक गर्न मिल्छ यसले। यो चाहिँ होटेलतिर अथवा स्टाफ बोक्नलाई, स्कुलतिरको लागि पनि हुन्छ अनि गरी खानलाई पनि हुन्छ। यो परिवार धेरैजना छ भने उहाँहरूको लागि पनि एकदम राम्रो हुन्छ। पछिल्लो चरणमा इको भ्यानको चाहिँ एकदमै डिमान्ड छ। तपाईँहरूलाई पनि इको भ्यानको चाहिँ खोजीमा हुनुहुन्छ भने 2011 मोडलको जम्मा 10,50,000 आएको छ। एसी सकिन्छ सर यसमा? एसी छ सर, एसी सहितको है सर यो एकदमै। र त्यस्तै गरी फेरि पनि अर्को ब्रान्डको छ है सर गाडी? यो चाहिँ जोते। मैले अघि टेरिस देखाएको थियो, टेरिसको भाइ यो चाहिँ टेरिसको कपी। टेरिसलाई चाहिँ अलिक महँगो थियो भने टेरिस जस्तै गाडी, एसयुभी गाडी, सस्तो गाडी चाहियो भन्नुहुन्छ भने यो गाडी हुन्छ तपाईँहरूलाई। रातो राम्रो गुलियो मिठो भने जस्तो चिटिक्क परेको छ गाडी पनि। 2010 मोडलको गाडी जम्मा कतिमा? जम्मा 8 लाख रुपियाँमा आएको छ एसयुभी गाडी है हजुर। 8 लाखको पनि डिस्काउन्ट हुन्छ। यो गाडी मन पर्यो अथवा तुरुन्तै म लान्छु भनेर चाहिँ आउनु भयो भने उहाँलाई भारी डिस्काउन्ट गरेर पठाइदिन्छ यो गाडी। र त्यस्तै गरी हामीले देख्न सक्छौँ गुरु गाडी भन्न मिल्ने छ त्यसलाई? मिल्छ, किन नमिल्नु। मारुति भन्ने बित्तिकै गुरु नै हो हजुर। तर गुरु भन्दा पनि माथिको गुरु यो चाहिँ। ए गुरु भन्दा नि एक स्टेप गुरु गाडी 800 को, यो चाहिँ 1000 सीसी को। ए हजुर हजुर, 1000 सीसी को पेट्रोल इन्जिन हो यो चाहिँ। यो 2002 मोडलको रहेको छ भने यसको मूल्य चाहिँ जम्मा 4 लाख रुपियाँमा हजुरले यो गाडी पाउन सक्नुहुन्छ। ए मात्र 4 लाख रुपियाँमा गुरु गाडी भन्दा नि गुरु गाडी आयो? गुरु भन्दा नि गुरु गाडी हजुर 4 लाख रुपियाँमा। अब जाडो महिना आउँदैछ, जाडो महिनामा चाहिँ लुक 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 कामेर चाहिँ ज्याकेट लाउँदा नि कामेर हिँड्नु परेन क्या। बाइकको मूल्य गाडी चट्ट लिने, मजाले हिटर चलाएर आनन्दले हिँडेपछि तपाईँ सेन्ट्रो मात्रै लगाएर पनि हिँड्न पनि फरक परेन यो भित्र बसिसकेपछि। भन्नाले भरोसा अटोमोबाइल्समा त जाडो महिनाको लागि बाइक राखेर गाडी लिएर जान पायो र गर्मीमा फेरि त्यो बाइक मजाले फेरि गाडी राख्न पनि पायो। उहाँहरूको इच्छा अनुसार चाहिँ हामी एक्सचेन्ज गरिदिन्छौँ। र त्यस्तै गरी फेरि पनि देख्न सक्छौँ टाटा ब्रान्डको गाडी छ सर। टाटा यो चाहिँ टाटाको इन्डिगो भन्छ। यो सेडान बोडीमा रहेको छ भने धेरै जस्तो चाहिँ तराईवासीहरूले चाहिँ मन पराउँछ यो गाडीलाई हजुर। त्यसो भएको हुनाले हामीले हिमाल, तराई, पहाड सबैतिरको मागलाई चाहिँ मध्यनजर गर्दै विभिन्न गाडीहरू चाहिँ राख्ने गरेको छु।
त्यसो भएको हुनाले यो चाहिँ टाटाको इन्डिको 2016 मोडलको गाडी, मोडलभन्दा आधी दाममा। ए भन्नाले 16 मोडलको गाडी पनि आधी दाम भनेपछि बुझ्नुभयो होला तपाईँहरूले 8,50,000 मा जम्मा। ए 8,50,000 मा त्यसमा पनि अझै फाइनेन्स पनि हुन्छ। ए अझै फाइनेन्स पनि 40% फाइनेन्स गर्यो भने धेरै डाउन पेमेन्ट गर्नु परेन। हेर्नुहोस्, अनि मजाले 16 मोडलको गाडी चाहिँ सस्तो मूल्यमा पाउनुहुन्छ। अप्सन फेरि कस्तो भन्नुहुन्छ भने फुल अप्सन, यो फेरि हजुर फुल अप्सनको गाडी चाहिँ 16 मोडल गाडी 8,50,000 मा। बाँकी कुरो चाहिँ यही आएर बुझ्नु होला। र माइलेज र मेन्टेनेन्स खर्च पनि सस्तो हुन्छ। एकदमै ओके सर। ल र कस्टमरलाई के सल्लाह दिन चाहनुहुन्छ सर? म चाहिँ के भन्छु भने यदि तपाईँहरू गाडी किन्नु अथवा बेच्नुभन्दा अगाडि चाहिँ निशुल्क परामर्श लिनु परेमा चाहिँ भरोसा अटो मलमा आइदिनु हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। उहाँले चाहिँ उचित सल्लाह पाउनुहुनेछ होइन। यहाँ आउनुभयो भने गाडी सम्बन्धी जति पनि मलाई 15-20 वर्षको अनुभव छ, त्यो अनुभव चाहिँ उहाँले सहजै तरिकाले चाहिँ लिन सक्नुहुन्छ यहाँ आउनुभयो भने। त्यसो भएको हुनाले गाडी किन्न बेच्नुभन्दा अगाडि चाहिँ यहाँ आउनलाई म यहाँलाई एकदमै अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद। अब सर यहाँ गाडी खरिद मात्रै हो कि वा कस्टमरको गाडी ल्याएर पनि बिक्री वितरण गर्न सकिन्छ? अब हामीले पनि यही उत्पादन गर्ने होइन, हामीले पनि किनेरै बेच्ने हो। त्यसो भएको हुनाले यदि यहाँहरूसँग कुनै पनि सवारी साधन बिक्री गर्नु छ भने भरोसालाई सम्झिनुहोस्, तपाईँले उचित भ्यालुएसन चाहिँ पाउन सक्नुहुन्छ। जस्तै मैले अघि पनि भने हामीसँग यति मात्रै होइन, बोलेरोहरू पनि छ, टाटा सुमोहरू पनि छ। यदि तपाईँहरूसँग पनि टाटा सुमो, बोलेरो, नेक्सन अनि त्यसपछि क्रेटा, ब्रेजा जस्तो खालको गाडी पनि बिक्री गर्नु छ भने उचित मूल्याङ्कन पाउनको लागि चाहिँ यहाँ आउनुहोस्। हामीले सबै किसिमको गाडीहरू चाहिँ हामीले खरिद पनि गरिदिन्छौँ। भन्नाले कस्टमरलाई क्यासै दिएर पठाइदिनुहुन्छ? एकदमै उहाँहरूको इच्छा अनुसार क्यास चाह्यो भने घरमै पुर्याइदिने, एकाउन्टमा हाल्नु भन्नुहुन्छ भने आइपिएस गरिदिन्छौँ हामी, यातायातमा चाह्यो भने यातायातमा दिन्छौँ, पुर्याइदिनु भन्नुहुन्छ भने हामी पुर्याएर दिन्छौँ। उहाँहरूको सेवा सुविधालाई मध्यनजर गर्दै उहाँले जस्तो भन्नुहुन्छ हामी त्यस्तै सेवा दिनलाई हामी तयारी छौँ सर। भन्नाले गाडी ल्याउन साथ हजुरहरूले मन पर्यो भने किनिदिनुहुन्छ, त्यो बेचेर चाहिँ दिने होइन? होइन सर, हामी तुरुन्तै क्यास गरिदिन्छौँ, त्यसमा केही डाउट मान्नु परेन। तपाईँहरूको जति मूल्य पर्ने गाडी भए पनि हामीले तुरुन्तै खरिद गरिदिन्छौँ सर। ठिक छ ल।